म्याप यता न यता उता पनि छ त यहाँ पनि ताल यस्तो हरियाली जङ्गल जापानिज काग नेपाल जस्तो हुँदा चाहिँ कालो कालै रहेछ नि के फुल हो यो दामी है राउन्ड फुलहरू कस्तो बाख्ना कस्तो बाख्ना फुल यस्तो दामी हेर्दै ल खै एक दिन पिङ्की माक्स लाहा म फुल लिएर माग्ला हँसाउनुहुन्छ यो चाहिँ नक्कली यो पुरै काट्छ जस्तो बना तर सिमेन्ट हो नि यहाँ उभिन बनाएछ अरे यहाँभित्र बाघ नागेर उता जान पाइँदैन हो नि यो गोलो गोलो डल्लो डल्लो पपाया हो हो तिम्रो क्यामेरामा क्यामेरा मोबाइल गरे न उता लाग्छ पार्क म्याप गर न म्याप भिडियोमा गरिरहेको छ नि त्यो छेउछेउ हिँड्न छ म त त्यहाँ छ रमाइलो ठाउँ उता ऊ म यहाँ छेउछेउमा अघि पनि त छेउछेउमा आएर कहाँ कहाँ आइपुग्यो अहिले पनि ल यस्तै छ ल अलिक के जाने फेरि मान्छे चाहिँ कस्तो मजाले बसिरहेको होला हाम्रो यस्तो राम्रो ठाउँ छ यहाँ हामी यहाँ छेउछेउबाट हिँड्दा के भन्ने यहाँबाट झार्न मिल्छ कि अब तिमी यहीँ उभिर है हजुर तिमी यहीँ उभिर है यतापट्टि के रहेछ हेर्छु म होइन म हेर्छु नि त्यहाँ पहिला के छ ल यस्तो गाडी यहाँ डुङ्गा यस्तो गाडी छ किर्तिपुरको बस पुरा कपाल त खतरा देखाएको छ भाइ कपाल पुरै घामको लाइटले होइन पुरै घामको लाइटले त रातै देखाएको छ रातै चट्ट मजाले बसेर कफी सफी खाने कोक खाइसक्यौँ हामी रङ साइडमा आएर दुःख पाइयो जान पर्ने चाहिँ त्यहाँ हो हामी ऊ त के फुल रहेछ भाइ अहिले कस्तो फुल यहाँ पनि यस्तो धुपीको खाने हो
यो सल्लाह गुरुको हो यो सल्लाह भन्छ होइन ल र सल्लाह गुरु किन यस्तो बाङ्गा नेपालमा सिधा सिधा हुन्छ ल यहाँ त्यस्तो बाङ्गा खा त भाइ भाइ भन्ने बानी कहाँबाट आएछ कहाँ भाइ ढुङ्गा चढ्नु जाने ढुङ्गा चढ्ने ल यहाँ लिङ्गे पिङ यहाँ दसैँमा यस्तो लिङ्गे पिङ बनाउँछ यहाँ कहाँ झरनाहरू पनि छ यहाँ कहीँ गेट देख्दैन बन्द हुनुलाई तिमीले यहाँ कहीँ कतै गेट देख्यो गेट तिमीले यहाँ कतै गेट देख्यो गेट अहिले बन्द हुन्छ ऊ हुन्छ भन्यो भने तिमीले अनि गेट नै छैन भने कसरी बन्द हुन्छ एकदम खुल्ला हो क्या है यो झर्ना त्यसलाई त्यो पिकनिक स्पट नै होइन खोलामा पनि जान पाइँदैन है ल्याएर यस्तो प्रतिबन्ध गरिरहेको छ यहाँ यस्तो सफा पानी खानै मिल्ने पानी छ siang benda sedih itu अलैँचीको होइन हो नि हेर यो अलैँचीको रुख अलैँची पनि रहेछ अनि चाहिँ निगालेको जस्तो छ त हेर्दाखेरि पात पनि यो निगाले हो यो त कमल चाहिँ गरिरहेको छ है यस्तो मजाले तर पानी चाहिँ कहाँबाट आएको थाहा नै पाएन आर्टिफिसियल हो क्या ठुलो भइरहेको ठुलो मान्नु पर्ने यस्तो बस्नु छ भनेको लडाइहरू खाफुन भएर विदेशहरू कति टुरिस्ट स्पट यहाँ कुकुरहरू मजाले चढ्नु आउँछ एकदम संसारको सबभन्दा भाग्यमानी कुकुर हो यहाँका त है यहाँ कस्तो कुकुरको कस्तो फेसिलिटी कहिले छैन आउँछ यहाँ चाहिँ कुकुर भएर जन्मिनु पनि एकदम भाग्यमानी रहेछ है एकदम गर्ने केयर गर्ने के देखाउन छ त्यो केटीलाई
फेरि हात देख्छ हामी ढुङ्गा चढ्ने ठाउँतिर जानुलाई चाहिँ नि एकदम लामै बाटो त्यहाँसम्म पुग्दाखेरिसम्म त ढुङ्गै बन्द होला जस्तो छ के आज हामीले ढुङ्गा चढ्न पाउँछौँ त्यसको लागि हेर्नु होला अर्को हप्ता नेक्स्ट पार्ट यस्तो राम्रो ठाउँमा यहाँबाट उठ्दैन नि मिल्दैन फेरि अघि नै हामीले हेरेको हिँको होइन त दायाँमा ढकमक्क भएको यो फुल वहाँबाट घुमेर यता आउनुपर्छ ठिकै छ काट ए चियर भन्नु है यहाँ चियर ए यहाँ चियर चियरको लागि त्यो चियरको लागि काठको गर्दा हामी उतानिर पुग्नुपर्छ यस्तो फर्किनुपर्छ बल्ल अनि भ्याग पनि चढ्न पुग्छौँ ढुङ्गा भन्ने चिज ए यसले कलर गरेको थियो क्या भर्खरै नयाँ बनायो होइन कलर गरेको काठ निकालेर अब कलर अब सुकेपछि फेरि त्यो काठ ट्याक 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 राख्ने कि त्यो हेरेर पेन्ट कलर हेरेर भन्यो ल यहाँबाट त यहाँबाट बाटो टुङ्ग्यो है यहाँ तपाईँ यहाँबाट चाहिँ पुरा पार्किङ यस्तो व्यवस्थित पार्किङ यत्रो ठुलो पार्किङ छ ए पुरै फेरि घुम्नु पर्ने भयो हामी ठिकै छ घुम्न आएको घुम्ने हो अब मोटरसाइकल पानी साइकलमा जानुहुन्थ्यो अघि हामी यहाँबाट यस्तो आयो अनि यहाँ पुग्छौँ बाँसको पात जस्तो गुलाब फुल हो त काँडा खाना फेरि गुलाब फुल गुलाबै हो हामी त लहर जस्तो हुन्थ्यो
के कुरा après र यता सानो नानीहरू त पुरा दिन जापानिज कस्तो सफा क्लियर बनाएको छ कि दुःख पुरै कटिङ गरेर कस्तो कलरको दुब हो क्या है उज्यालो होइन त्यो दुब हो के अरे अझ कता के यहाँ बस्यो कि साइकल फेरि ढुङ्गा कि यहाँ रेस्टुरेन्टमा ला ढुङ्गामा नि रेस्टुरेन्ट हुन्छ त्यहाँ aku tuh jangan nonton baik. Aku tuh gelap. अलि नचढ्ने हो Nonton. ल पछि कहाँ जाने भन Jangan nonton. उता पार्कमा बस्ने बसौँ यो भएर गएपछि भोकै लाग्न